साथीहरु नमस्ते। ढिँडो खान लाग्यो मैले नि। हेर्नु न आज त ब्रोकाउलीबाट सुरु गर्नु पर्यो। उसिनेको ब्रोकाउली हो। हजुरहरूले कसरी खानुहुन्छ ब्रोकाउलीलाई? म चाहिँ उसानेर खान्छु का ब्रोकाउली। हल्का नुन राख्ने, धेरै नराख्नु। अनि डल्लेलाई यहाँ मिच्ने, टमाटरको चटनी, एक त माछो छ माछो। माछाको ग्रेभी गराइयो। कागतीको अचार पनि छ। सधैँ मिठो हुन्छ कागतीको अचार। कति मिठो।